खुसीदेखि नारायणी राजदरबारसम्म राजालाई तेस्रो पटक राजगद्दीमा राख्ने एउटा अभियान सुरु गरेका छन्। यो हामी स्मरण गराउन चाहन्छौँ र यो जेनजी पुस्ता जसले बुझेको छैन उसलाई इतिहास पढाउन चाहन्छौँ र बुझाउन चाहन्छौँ। त्यो बुझाउनको लागि पनि यो आन्दोलन घोषणा गरिएको यहाँलाई यो अवगत गराउन चाहन्छु। यसलाई हाइलाइट गर्नु होला। श्रीपाद बडामहाराधिराज पृथ्वीनारायण शाहले 18 वर्षको उमेरपछि यो नेपाल एकीकरणको सपना देखेर 1200 घरधुरीबाट विशाल नेपालको परिकल्पना गरी जम्मा 1200 को घरधुरी जहाँ राम्रोसँग खान पाउने अवस्था थिएन सिक्का सिक्का जम्मा गरेर 2224 राज्यलाई एकीकरणको सपना देखे। हिन्दुस्तानमा खानको लागि अंग्रेजहरूले सारा इन्डिया खाइसकेका थिए। अब मैले कदम चालिन भने यो हिम्मत खण्ड बचाउने मैले नेतृत्व गरिन भने यो देश बाँच्न सक्दैन भनेर बडामहाराधिराजले एउटा युद्ध छेड्नुभयो। त्यो युद्ध थियो नेपाल एकीकरणको युद्ध। के यो जेनजी पुस्ताले बनाएको देश होइन? अनि आवरणमा आएकाहरू जो वास्तवमा योगदान पनि नदिएका भर्खरै जेनजी युवा गोली खाने युवाले भनिसके योगदान पनि नदिएकाहरू अहिले वार्ता गर्नेदेखिले सारा कुराहरू गरिरहेका छन्। राज संस्थाको वकालत गरेको मैले सुनेको छैन। तपाईहरु भ्रम नपर्नुस् मित्रहरू। चाहे सुशीला कार्की आउन् चाहे तपाई नै गुरुङ भाइ आउनुस् वा मेरो ढुङ्गानाहरू आउनुस् गर्न केही पनि सक्नुहुन्न। 600 अरब खर्च गरेर बनाएको संविधान यो संविधान हामीले यो संविधान फाल्नु हुँदैन। यही संविधान बचाउनु पर्छ। त्यसैले के खान गरेको त आन्दोलन? यो संविधानले दिएको व्यथिति विसंगति भ्रष्टाचार हत्या हिंसा बलात्कार भएकै कारणले तपाईहरु भ्रष्टाचार विरुद्धको अभियान चालु भएको थियो नि त। 600 खरब लाएर यो बनेको थियो भने यिनीहरूले भ्रष्टाचार गरेको कति थियो? इतिहास पढ्न म तपाईलाई आग्रह गर्न चाहन्छु। महाकाली बेचे बापत वार्षिक 1 खरब 21 अरब रुपैयाँ आउँछ भनेको थियो 2053 साल असोज 4 गते केपी ओलीले भाषण गरेर भनेका थिए। शेरबहादुर तत्कालीन प्रधानमन्त्री थिए। केपी ओली नेकपा एमालेको प्रमुख जल्दबल्दो नेता थिए। भारतका प्रधानमन्त्री पीवी नरसिंह राव हुनुहुन्थ्यो। त्यो महाकाली सन्धि 2053 साल असोज 4 गते नै यिनीहरूले बेचे थिए। दिल्लीमा गएर सम्झौता गरेका थिए। उनीहरूले त्यतिखेर गरेको भाषण वार्षिक 1 खरब 21 अरब इन्टु आजको 30 वर्ष जोड्नु 36 खरब भन्दा बढी भ्रष्टाचार गरे। त्यो भ्रष्टाचारको गरेको पैसा असुल गर्न सक्छ यो जेनजी पुस्ताले? त्यो दम त्यो ताकत राख्छ? त्यो इतिहास त बुझेका छन्। अनि यो देशको गौरव यो देशको शान मान स्वाभिमान र राष्ट्रिय एकताको प्रतीक राज संस्था र राजाको मुद्दा उठाउँदाखेरि हामीलाई मण्डले वा तपाईको पश्चगमन भन्ने गरिन्छ। यो देश राज संस्था बिना बाँच्दैन र यसको लागि हामी लडिरहेको हामीलाई पश्चगमन भनिन्छ वा मण्डले भनिन्छ भने हामी मण्डले सही। तर भ्रष्ट देशद्रोही राष्ट्रघाती दलालहरूको गुलाम हुनुभन्दा म राजाको प्रजा हुनलाई मन पराउँछु। त्यसैले राज संस्थाको लागि मरेर लागि परेको छु। राजा ज्ञानेन्द्रले यो देश बचाउनलाई कतिचोटि तिमीहरूलाई प्रमाण दिनुपर्ने हो? कतिचोटि पुष्टि गर्नुपर्ने हो? 250 वर्ष इतिहास भएको गौरवमय राज संस्था हाँसी पत्रकार सम्मेलन गरेर हिजै त्यागेको होइन राजाले राजगद्दी। तपाईहरुै पत्रकार माझ उहाँले गरेको हाँसी जनताको नासो जनतालाई बुझाएका थिए। नासो कहिले पनि सदाको लागि बुझाइदैन, त्यो फिर्ता लिने गरी बुझाइन्छ। नभए देश सुम्पेर राजा पनि विदेश जान सक्थे। ध्यान दिनुस् यहाँ जनताको नासो जनतालाई भनिएको नासो लिने गरी बुझाइन्छ। अब राजाले नासो लिने बेला आएको छ। तर कसरी आउने यो प्रश्न खडा होला। राजा चाहिँ यो विध्वंस मचाएर 78 जनाको तपाईको बलि चढाएर खोलाका रगतको खोला बगाएर सिंहदरबार जलाएर सर्वोच्च जलाएर राजा आउँदैन नि त? त्यो विध्वंसको जिम्मा त लिँदैन नि त? राजा राजगद्दीमा बस्नु पर्यो भनेर त दलहरू गएको रहेछ नि त। सिना गएका रहेछन्। माधव नेपालले त्यो भनिसके नि त। तर म धमिलो पानीमा माछा मार्ने गरी राजगद्दीमा बस्दिनँ। बरु म यतिकै ठिक छु। राजा यतिकै पनि सबैभन्दा शक्तिशाली रहेछन् र विदेशीहरू पनि उनीहरूसँग झुक्दो रहेछन् भन्ने कुरा हिजो राति तपाईहरु जस्तै पत्रकार दिवाकर शाहले गरेको लाइभ हेर्नुस्। चलखेल बढ्यो, चलपल बढ्यो। सिंहदरबार र निरोल निवासमा धेरै पत्रकार साथीहरूको त्यहाँ हालिमहली देखियो हैन। केही पक्कै नै छ भनेर पकाउन खोजियो। म सुन्दैछु केपी ओलीले हार गुहार गर्दैछन् अरे राजालाई भेट्नलाई। म सुन्दैछु प्रचण्डको भेट भइसक्यो अरे। म सुन्दैछु कांग्रेस त पूर्ण रूपले तयार भइसक्यो रे राजा ल्याउनलाई। अरे जनता नै तयार भइसके। तिम्रो नआइकन त सुकै छैन। जेलमा जान तयार हो तिमीहरू। तिमीहरूलाई त जेलमै हाल्ने हो।
र महाराज हिजो दिनदहाडे झापा हत्याकाण्ड गराएर 14 वर्ष जेल बसेको केपी ओलीलाई आम माफी दिएर तपाईँले जुन यो 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 ऊ माथि तपाईँले न्याय गर्नुभएको थियो नि, त्यसले देशलाई धेरै ठुलो अन्याय पुर्यायो। अब यिनीहरूलाई माफी दिने होइन, झुन्ड्याउने हो। झुन्ड्याउने कसरी? सोकेस बनाउने, जिउँदै राख्ने, सोकेसभित्र त्यो तपाईँको त्यो हावाको व्यवस्था मिलाउनु पर्छ र यिनीहरूलाई हेर्नको लागि 1 मिटर 2 मिटर 3 मिटर छुट्याउनु पर्छ। हेर्न र थुक्न, हेर्नको लागि 5,000, थुक्नको लागि 10,000 त्यो शुल्क तिरे भने यो नेताहरूलाई थुकेकै पैसाले यो देशको वार्षिक बजेट आउँछ। यो म ठोकुवा गरेर दावा गरेर भन्छु, यो देश विरुद्ध यति ठुलो अत्याचार गरेछ यो हरामीहरूले। यो शब्द जित्दा मलाई कता नेपाली हो यस्तो नजिकौ कि जस्तो लाग्छ। होइन, यिनीहरूलाई यो देशको सबैभन्दा तल्लो स्तरको गाली गरे पनि कम हुन्छ। अनि यिनीहरूलाई माफ दिने कृपया महाराज हजुर राजगद्दीमा विराजमान भइबक्से भने पनि कम्तीमा देशद्रोही राष्ट्रघाती गद्दारहरूलाई दिने सजाय सोचेर बस्नु होला। अब यिनीहरूलाई माफ दिने होला। 17,000 को बलि चढाउने माओवादीलाई होलेरीमा यिनीहरू पनि नेपाली जनता हुन् भनेर शाही नेपाली सेनालाई गोली नमार भनेको, नभए प्रचण्ड लगायतको सबै माओवादी एउटै च्यान हुन्थ्यो। त्यसैले अहिले यी दलका नेताहरू हामीलाई अब यो देश विश्वमा कसैले बचाउन सक्दैन, होइन, कसैले बचाउन सक्दैन। हामीले बचाउने एउटै शक्ति हो, त्यो भनेको राजा हो। राजाका जानलाई हाली मुहाली हुन्छ नि, तपाईँको यति तकेला गरिरहेछन् भने सुन्दैछु इन्डियन एम्बेसडर पनि राजा भेट्न खोजिरहेछन्, किनभने ठुला दलहरू अब राजा बिनाको विकल्प छैन भन्ने अन्तिम निष्कर्षमा पुगेको छन्। मैले सुनेको कुरा है यो हुन सक्छ, किनभने जनताले त चिरपटले हान्न डङ्की बजार्न थाले, जगल्ट्याएर लात्ताले भ्वाक्क दिएर देशको बालबाला परराष्ट्र मन्त्रीलाई यो सानो आक्रोश हो भने। त्यसैले मित्र हो, नेपाली जनता अहिले नेपाली जनता भइसके, नेपाली जनतालाई गरी नगरौँ। अब यो देशमा नि तलबी कार्यकर्ता र एनजिओको कार्यकर्ताहरू बाहेक नेपालको राजनीतिक दलमा कुनै पनि नेपाली जनता सदस्य छैनन् कि त्यो कुरा त हामीले बल्खु 7 को आन्दोलन, 3 कुनेको आन्दोलन र पछिल्लो अवस्थामा जेनजी पुस्ताले गरेको आन्दोलनले पुष्टि गरिसकेको। त्यसैले अहिलेको जेनजी पुस्तालाई मेरो आग्रह के छ भने जेनजी पुस्ताले बनाएको देश जेनजी पुस्ताले नै बचाऊ। यो देशको सम्मान स्वाभिमानको रूपमा रहेको गौरवमय राष्ट्रता किन्तु परन्तु नगरी फर्काऊ। यो मुलुक बचाउनबाट हामीले कसैले पनि बिगार्न सक्दैन। यो मुलुक कन्फर्म बच्यो, किनभने देशभक्ति त मर्दैन चुथै देश भए पनि। राजा महेन्द्रले के भन्नुभएको थियो? मन्दिरको टीका भन्दा देशको माटो पवित्र हुन्छ। छ कोही नेता यस्तो। त्यसैले साथीहरू, राजा फर्काउने भीषण आन्दोलन, विशाल आन्दोलन जुन हामी गर्दैछौँ, देशभक्त योद्धाहरू गर्दैछौँ, हामी पनि हिजोको जेनजी नै थियौँ होइन। पशुपति जेनजी पुस्तादेखि 20 वर्षदेखि आन्दोलन गरेर भ्रष्टाचार विरुद्ध अभियान चाल्दै हामी आज 40-45 वर्ष भयो होला। हाम्रो पनि योगदानको कारणले तपाईँहरू जनतामा जागरण आयो अनि तपाईँहरूको आन्दोलन सफल भएको। तर तपाईँहरूलाई असफल बनाउने प्रयास हुँदैछ। त्यो विरुद्ध पनि हाम्रो यो 25 गतेको आन्दोलन र यो आन्दोलनमा 2-4 जना भाइहरू मात्र होइन, अधिकांश हिजो जेनजीमा गोली खाएकाहरू र गोली खाएर वीरगति प्राप्त गरेका परिवारहरू पनि आइदिनु हुन म हार्दिक आग्रह गर्दै यो 25 गते देशभक्त राजावादी योद्धाहरू शाही युवा शक्तिले आयोजना गरेको भीषण राजालाई तेस्रोपटक राजगद्दीमा बसाउने आन्दोलनको लागि तयारी भएर 12 बजे सामाखुसी आइदिनु हुन आग्रह गर्छौँ। हामी यसपालि नारायण हिटीसम्म आएर राजालाई राजगद्दीमा राख्ने गरी आन्दोलनको तयारी गर्दैछौँ भन्दै सबैलाई चुलो निम्तो छ। जय नेपाल आमा। यसलाई किन संविधान चाहियो, किन कानुन चाहियो, मरिसकेका संविधान किन चाहियो, किन राष्ट्रपति चाहियो? त्यसकारणले यहाँ ठुलो जाल जेल भएको छ। यो नागरिक सरकार पनि असफल भइसकेको छ। त्यसकारणले जेनजीको चाहना भनेको राजाको पुनर्स्थापना, 28 वर्ष उमेर समूहको मान्छे प्रधानमन्त्री बन्नु पर्यो, त्यही होइन? आज जेनजी पुस्ताभन्दा बाहिरको मान्छे आएर अगुवाई गरिरहेछ, चलखेल गरिरहेछ, सरकार चलाइरहेछ। अनि त्यो जेनजी आन्दोलनमा अलिअलि ढुङ्गामुढा गरेका मान्छेलाई समाइरहेछ। गोली हान्ने ती अपराधीलाई समातेको खोइ, आदेश दिनलाई समातेको खोइ। त्यसकारणले यदि यो सरकार साँच्चै विदेशी दलाल भएको हो भने यो सरकार विस्थापित गर्नु पर्यो। नागरिकहरूले, जेनजीहरूले ती अपराधीहरूलाई समाउन सुरु गर्नुपर्छ। अब त्यसकारणले हामीले पटक पटक भनेका छौँ, गत फागुन 25 गते श्री 5 ज्ञानेन्द्र सरकारको एयरपोर्टदेखि निर्मल निवासमा स्वागत हुँदाखेरि 80% भन्दा बढी जेनजीहरूले स्वागत गरेका थिए। त्यो भिडियोमा देख्न सक्नुहुन्छ तपाईँहरू। जति पनि राजाका चाहिँ भिडियोहरू, फोटोहरू भाइरल भएको छ त्यो जेनजीहरूले भाइरल गरेका छन्।
जेनजीहरूको चाहना भनेकै राजा फर्काउने हो, राजा पुनर्स्थापना गर्ने, अपराधीहरूलाई विस्थापित गर्ने। अब गणतन्त्रको नाममा भएको ब्रह्मलुट भ्रष्टाचार अझै यसलाई निरन्तरता दिन यो जेनजी आन्दोलन भएको होइन। यिनीहरूबाट फ्रस्ट्रेसन भएर, वितृष्णा भएर नेता र पार्टीको मुखै देख्न नसक्ने अवस्थामा पुगेपछि यो विद्रोह भएको। जनविद्रोहले बनाएको सरकार जेनजीको पक्षमा काम गर्न छोडेर अहिले संविधान बचाउ निर्वाचनमा केन्द्रित भएको छ। जेनजी आन्दोलनले मध्यावधि निर्वाचन गर्न खोजेको हो र होइन नि। जेनजी आन्दोलनले फेरि यो संसदको निर्वाचन गराएर त्यो सेतो हात्ती जुन बालियो, यसलाई बहिष्कार गरेर बालियो, त्यहाँ फेरि संसद भर्न खोजे हो र होइन नि। त्यसकारणले जेनजी आन्दोलनको चाहना नारायटीमा श्रीपाद ज्ञानेन्द्र सरकारको गद्दी आरोहण नै हो। सेतो हात्ती पाल्दा पाल्दा हामी गरिब भयौँ, हामी युवाले रोजगार पाएनौँ, हामी विदेशी नोकर हुन बाध्य भयौँ, भ्रष्टाचारले सीमा नाग्यो, त्यसको विरुद्धमा भएको आन्दोलन हो नि। गणतन्त्र नफालेसँग, यो संविधान नफालेसँग भ्रष्टाचारको अन्त्य हुन सक्दैन। राजा पुनर्स्थापना नभएसँग, राजा नारायणीमा बसेर त्यो राजदण्ड नबोकेसँग यो भ्रष्टाचारीहरूले कारबाही गर्न सकिँदैन। त्यसैले राजालाई राजदण्डसहित श्रीपाद ज्ञानेन्द्र सरकारको गद्दी आरोहण गरौँ, जेनजी आन्दोलनको सपना पुरा गरौँ, जेनजीहरूको सपना पुरा गरौँ। अझै पनि मान्छेहरू राजाको विषयमा बोल्न अझै पनि डराएको देख्छु मैले। कतिपय जेनजी आन्दोलनका घाइतेहरूलाई धम्की आउँछ अरे, के आउँछ अरे, कसो आउँछ अरे। अझै गणतन्त्रको नाममा ब्रह्मलुट गरेका, करोडपति भएका, अरबपति भएका यी दलालहरू अझै पनि पैसा खर्च गरेर युवाहरू किन्ने तयारीमा छन्। त्यसैले म युवालाई होसियार गर्न चाहन्छु, हाम्रो युवा शक्ति, हाम्रो जेनजी पुस्ता कसैको पैसामा बिक्दैन। राष्ट्रको लागि लडेको हो, यो देशको अस्तित्वको लागि लडेको हो, र यो देशको अस्तित्व र राष्ट्र बचाउने, धर्म बचाउने भनेको राजा नै हो, श्रीपाद ज्ञानेन्द्र सरकार नै हो। अरू कसैको त्यो क्यापेसिटी क्षमता छैन। हिजो भर्खर आज भर्खर मैले सुनिरहेको छु, गाई गुई हल्ला भइरहेछ, निर्मल निवासमा चहल पहल बढ्यो अरे। अब यो नेपालभरिको करोडौँ जनताको अभिभावक भनेकै श्रीपाद ज्ञानेन्द्र सरकार हो। उहाँले जति त्याग, उहाँले जति यो देशको माया, यो जनताको माया कसैले गर्न सकेको छ र? राजा ज्ञानेन्द्रमा जति माया यो जनताको अरू कसैमा छैन। अरूको काम भने भ्रष्टाचार गर्ने, पैसा लुट्ने, सत्तामा बस्ने बाहेक केही पनि होइन। त्यसैले म के भन्न चाहन्छु भन्दाखेरि चाहिँ ज्ञानेन्द्र सरकारलाई तेस्रोपल्ट गद्दी आरोहण गराउनुपर्छ, यो देशको अस्तित्व बचाउनुपर्छ। राजाले नाइ भने पनि यो देश बचाउन, जनताको लागि, राष्ट्रको लागि श्रीपाद ज्ञानेन्द्र सरकारको खाँचो भयो। अब ज्ञानेन्द्र सरकारको खाँचो भागै हो। राजाको फोटो बोकेर, घर घरमा फोटो राखेर ज्ञानेन्द्र सरकारलाई गद्दी आरोहण गरेपछि मात्रै यो देश सफल हुन्छ, न त असफल राष्ट्र हुनेतिर यो देश अगाडि बढ्दैछ। जेनजी आन्दोलनमा घाइते भएका, शहीद भएका परिवारप्रति फेरि म हार्दिक संवेदना व्यक्त गर्न चाहन्छु। शहीदहरूप्रति, घाइते भएका प्रति यिनलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। र यो सुशीला कार्की सरकारले, पहिलो सरकारले गरे जस्तै 10 लाख दिएर शहीदहरूलाई थुमथुमाउने काम गरिएको छ। अब यो शहीद परिवारलाई जुन अन्याय गरिएको छ, यो गणतान्त्रिक सरकारले गणतान्त्रिक संविधान प्रयोग गर्दै कानुन देखाएर त संसद भवन सिरिज त म तँलाई गोली हान्छु र टाउको र छातीमा गोली हानेको छ। यो अपराधीहरूलाई नसमातेछ, नथुनेछ, नझुन्ड्याएछ त्यो शहीदको परिवारको आत्माले शान्ति पाउँछ? त्यो शहीदको परिवारका आँखाका आँसु पुसिन्छ? त्यसकारणले सुशीला कार्की सरकारलाई आजै अहिले त्यो गोली हान्ने अपराधीलाई गिरफ्तार गर्न हामी अनुरोध गर्न चाहन्छौँ। तपाईँले सक्नुहुन्न भने छोड्नुहोस्। हामी नागरिक, हामी जनताले गिरफ्तार गरेर प्रशासनलाई बुझाउँछ। नेपाल प्रहरीको चाहिँ फेरि तालमाल उही देखिया छ। चाकडीबाज गृहमन्त्री को होला भनेर कुरेर बसे जस्तो अवस्था, गृहमन्त्री भयो कि प्रहरी कार्यालय चाहिँ धाएको अवस्था देखिन्छ। प्रहरी पनि जनताको सेवक होइन र? आज यत्रा युवाहरू मर्दा त्यो प्रहरीलाई यो जनताको माया छैन? प्रहरी अझै पनि त्यो सिंहदरबार कसले जलायो, त्यहाँ कसले ढुङ्गा हान्यो, कसले के गर्यो भन्ने खोजी नीतिमा हिँडेको देखिएको छ। आन्दोलन भयो, विद्रोह सफल भयो, विद्रोहमा भएको हरेक कार्य जायज हो। हामी शान्तिपूर्ण आन्दोलन चाहन्छौँ, त्यहाँ विद्रोह भयो, विध्वंस भयो, राज्य पक्षले भड्कायो, विद्रोह भड्कायो,
गोली हान्यो, युवा मार्यो, भौतिक संरचनाहरूमा क्षति भयो। तर गोली खाएर मरेका युवाहरूको ज्यानको महत्त्व ठुलो कि भौतिक संरचनाको महत्त्व ठुलो? यो सरकार अहिले भौतिक संरचनामा ध्यान केन्द्रित गरेको पाएका छौँ हामीले। गृहमन्त्रीज्यू के हेरिरहनु भएको छ अहिले? त्यो घाइते भएका परिवारको अवस्था के छ त्यसलाई ध्यान दिएको अवस्था छैन। शहीद भएका परिवारको अवस्था के छ त्यसलाई ध्यान दिएको अवस्था छैन। खालि चौकी निर्माण गर्ने, त्यो भत्केको संरचना हेर्ने, भिजिट गर्ने मात्रै काम हो त यो सरकारको? जेनजी आन्दोलनले जुन विजय प्राप्त गरेपछि यो रगतमा बनेको यो सरकार, जति पनि त्यो जेनजी आन्दोलनबाट भएका घटनाक्रमहरू निम्तिएको छ, यसको नैतिक जिम्मेवारी सुशीला कार्कीको सरकारको हो। ल निवर्तमान सरकारले जसरी युवाहरू मारेको छ, पहिलो मन्त्री परिषदको निर्णयले केपी ओली, रमेश लेखक, यो भ्रष्टाचारी अपराधीहरूलाई समाउने निर्णय गर्नु पर्थ्यो। त्यो किन सक्नु भएन तपाईँले? त्यहीबाट सुशीला कार्की सरकार असफल भइसकेको छ। अब यो सरकारको काम छैन। र आज हामीले पत्रकार सम्मेलन गर्नुको उद्देश्य एउटा के छ भने चाहिँ नारायणी क्षेत्रलाई निषेधित क्षेत्र बनाइएको छ भनेर प्रहरी अधिकारीहरूको फोन आयो मलाई। त्यो नागरिकहरूलाई खुल्ला गरेको नारायणी सङ्ग्रहालय होइन र? त्यहाँ तपाईँले राजा राख्नुहोस् न, अनि बल्ल निषेधित क्षेत्र बनाउनुहोस्। जनताले निर्माण गरेको सरकार, जेन्जीको रगतबाट चाहिँ बनेको सरकार, त्यसले जनतालाई फेरि बोल्न, फेरि हिँड्न, फेरि डुल्न बन्द गर्ने हो र? आज भर्खरको न्युजहरू अहिले आइरहेछ। जेन्जीहरूको धम्कीपछि सुरक्षा सतर्कता बढाइयो अरे, प्रहरीको कमान्डो परिचालन गरियो अरे। के फेरि अर्को युवाहरू मार्न यो सरकार अगाडि बढ्दैछ र? अनि प्रहरीको चाहिँ कमान्डो परिचालन गरियो अरे, अब अर्को 1000 युवा मार्ने हो? त्यसैले म के भन्न चाहन्छु भन्दा चाहिँ सुरक्षा संयन्त्र बढाएर मात्रै हुँदैन। जनताको चाहना, जेन्जीको चाहना पुरा गर्न बनाइएको सरकारले जेन्जीको चाहना पुरा गर्दैन भने यसलाई पनि गलत तयार सडकमा निकाल्ने हो। जनताको तागतको अगाडि कुनै संविधान ठुलो होइन। जनताको शक्तिको अगाडि कुनै संविधान, कुनै कानुन, कुनै प्रहरी प्रशासन ठुलो होइन। शक्ति हो त जनता नै हो। जनताको इच्छा अनुसार चल्नुपर्छ सरकार। त्यसकारणले हामी के भन्न चाहन्छौँ, सम्पूर्ण जनताको चाहना राजा पुनर्स्थापना गर्ने हो। अबको विकल्प के त? तपाईँले सबै हेर्नुभयो, लोकतन्त्र हेर्नुभयो, गणतन्त्र हेर्नुभयो, अन्तरिम सरकार हेर्नुभयो, अहिले जेन्जी आन्दोलन यत्रो भयो, त्यही दिनै जेन्जीहरूले राजा स्थापित गर्न सक्थे नि। तर नागरिक सरकार गठन गर्नेमा जुन कुरा अगाडि बढेपछि राजाले प्रस्ताव आउँदा पनि जनताले चाहे भने म राजा बन्छु नत्र बन्दिनँ भनेर राजा अहिले पनि त नागरिकमा बसेको, के अरे नागरिक भएर बसेको, निर्मल निवासमा त्यो बसेको अवस्थामा होइसिन्छ नि। तर यिनीहरूलाई मात्रै हो सत्ताको लोभ, पैसाको लोभ, कुर्सीको लोभ। राजालाई चाहिँ केवल जनता र देशको माया बाहेक अरू केही पनि लोभ छैन राजालाई। त्यतिसम्म त्यागी राजा श्रीपाद ज्ञानेन्द्र सरकारलाई तेस्रो पटक राजा घोषणा गर्न जनता तातेनन् भने यो जस्तो दुर्भाग्य केही हुने छैन हेर्नुहोस्। किनकि जनताकै लागि भनेर, जनताको इच्छा अनुसार अझै पनि ज्ञानेन्द्र सरकार निर्मल निवासमा जनताको खुसीको लागि राज भएर बसेको अवस्था छ। यो अपराधीहरूको घुसपेट भइरहेछ, चलखेल भइरहेछ। जेन्जी आन्दोलनले हामीलाई गणतन्त्र चाहिएन, हामीलाई राष्ट्रपति चाहिएन, हामीलाई प्रधानमन्त्री चाहिएन, हामीलाई कुनै पार्टी चाहिएन भनेर सबै कुरा जलाएर भस्म खरानी बनाएपछि यिनीहरूको अस्तित्व के, यिनीहरूको पछाडि लाग्नु पनि जरुरी छ। देश नयाँ युगमा चाहिँ प्रवेश गरेको छ। जेन्जीको शक्तिले, जेन्जी, राजा, जनता एक भएर यो देशलाई अगाडि बढाउने हो, यो देशलाई बचाउने हो, यो देशलाई असफल राष्ट्र हुनुबाट बचाउने हो। जेन्जीहरूलाई म ध्यान आकर्षण गराउन चाहन्छु, तपाईँहरूको अगुवा जम्मै घुसपेट हो। जेन्जी आन्दोलनमा कुनै अगुवा हुन सक्दैन। जेन्जी भनेको एउटा पुस्ता हो। त्यो पुस्ताले गरेको आन्दोलनमा चाहिँ नागरिक भएर जनता उठेका थिए, गणतन्त्रको साम्राज्य ढालेका छन्। गणतन्त्रको साम्राज्य ढाल्नु भनेको राजा पुनर्स्थापना गर्नु हो कि होइन? त्यसैले अझै पनि तपाईँ डर नमान्नुहोस्। अब गणतन्त्रको साम्राज्य ढलिसकेपछि अब एमाले कति कार्यकर्ता निकाल्ला, काङ्ग्रेसले कति निकाल्ला, माओवादीले कति निकाल्ला, भोलि हामीलाई आक्रमण गर्ने हो कि भन्ने केही जेन्जी पुस्ताका अगुवाहरू डरमा बसेको हामीले पाएका छौँ। किन डरमा बस्नुहुन्छ? विजय हासिल गरिसकेपछि तपाईँहरूले सडकबाट जेन्जी सरकार निर्माण गर्ने हो, राजालाई गद्दी आरोहण गराउने हो नारायणीमा लगेर। जेन्जीको चिन्ता कति रहेछ भन्ने कुरा अस्ति भर्खर दसैँमा ज्ञानेन्द्र सरकारबाट वक्तव्य जुन जारी भयो, कति चिन्तित होइसिन्छ जेन्जीको पुस्तामा, जेन्जीको लागि राजा ज्ञानेन्द्र।
त्यसकारण हेर्नुस् अब जेनजी हामी एक भएर यो जेनजी आन्दोलनलाई घुसपेट गराएर यसलाई तुल्याउने काम भइरहेछ। जेनजी आन्दोलन अझै सशक्त भएर उठ्नेछ। जेनजी पुस्ता लगायत सम्पूर्ण नागरिकहरू हामी एक भएर श्री 5 ज्ञानेन्द्र सरकारको तेस्रो पटक गद्दी आरोहण गरौँ, यो देश बचाउँ। जेनजी पुस्ताको टिम त्यो अहिले देखेका यो मिडियामा हाइलाइट भएका टिम होइन, वास्तविक जेनजी पुस्ताको टिम जुन घाइते भएका छन्, घाइतेको परिवार, घाइते भएको टिमले ज्ञानेन्द्र सरकारलाई निर्मल निवासमा गएर आह्वान गरौँ, सरकार यो देश बचाउनु पर्यो, यो देश बचाउनु पर्यो, हामी राजासँग मिलेर देश बचाउन चाहन्छौँ भनेर त्यो पुस्ताको त्यो टिम निर्मल निवास जानुपर्छ। र हामीले जुन किसिमले चाहिँ देश बचाउन राजालाई आह्वान गरेका छौँ, जेनजी पुस्ताले पनि राजालाई आह्वान गर्नुपर्छ, पत्रकार सम्मेलन गर्नुपर्छ, निर्मल निवास जानुपर्छ। अबको निकास निर्मल निवासै हो। अबको निकास सिंहदरबार होइन, अबको निकास चाहिँ राष्ट्रपति भवन होइन। हेर्नुहोस् त, राष्ट्रपति रामचन्द्र पौडेल उहाँ त भागेको राष्ट्रपति हो, लुकेर बसेको राष्ट्रपति हो। उहाँले भन्नुभयो बडो जुक्तिपूर्वक पनि संविधान बचाइरे, विदेशीले लगानी गरेको मरेको संविधान मरेको राष्ट्रपतिले बचाउनु भयो। बडा अचम्म लाग्यो। आज यो जनताले राष्ट्रपति संरचना चाहिँदैन भनेर जेनजीहरूले पूर्व राष्ट्रपतिको घर आगो लाग्यो। पूर्व राष्ट्रपति 2 जनाको घर चाहिँ आगो लगाइयो, बालवाला राष्ट्रपतिको घर आगो लगाइयो। तर निर्मल निवासमा एउटा ढुङ्गो पनि हानिएन भनेपछि जेनजीको भावना जोडिएको भनेको निर्मल निवाससँग हो, ज्ञानेन्द्र सरकारसँग हो, राष्ट्रपतिसँग होइन। यो पार्टीको राष्ट्रपति चाहिएन। अब पार्टी असफल भएपछि पार्टीको राष्ट्रपति के काम? म रामचन्द्र पौडेल सम्माननीय राष्ट्रपति भन्नुहुन्छ के अरे उहाँलाई आजै राजीनामा दिन म राष्ट्रपति पौडेललाई म अनुरोध गर्न चाहन्छु। तपाईँ साँच्चै जनताको पक्षमा हुनुहुन्छ भने आजै राजीनामा दिनुहोस्, शीतल निवास छोड्नुहोस्, राजालाई बाटो खुल्ला गर्नुहोस्। भागेको राष्ट्रपति के काम? कुनै पनि युद्धमा कमान्डर भएपछि युद्ध फेल भएन। त्यो भागेको कमान्डर अथवा भागेको राष्ट्रपतिलाई कि देश निकाला गरिन्छ कि आन्दोलनकारीले झुन्डाएको अवस्था छ। त्यसैले जेनजी भाइहरूलाई म अनुरोध गर्न चाहन्छु, तपाईँहरूको साथमा हामी छौँ। जेनजीको चाहना राजा फर्काउने नै हो, ज्ञानेन्द्र सरकारलाई पुनर्स्थापना गर्ने नै हो। र हामी साई युवा शक्ति नेपालले विगत 15-20 वर्षदेखि गरेको कार्यक्रममा जेनजीकै अहम भूमिका छ, जेनजीकै सहभागिता छ। जेनजीहरूलाई नै हामीले चाहिँ अगाडि बढाएर आज यो उपलब्धि हासिल गरेका हौँ। र जेनजीहरू थिएनन् भने आज सामाजिक सञ्जालमा, टिकटकमा, फेसबुकमा, इन्स्टामा यो राजाको कन्टेन्टहरू, राजाको फोटोहरू, राजाको भिडियोहरू यति भाइरल हुँदैन थियो। किनकि सामाजिक सञ्जाल चलाउने भनेको अधिकांश 90% जेनजी नै हो। आज हामीले गरेको पत्रकार सम्मेलन पनि त जेनजीले सेयर गर्ने त हो नि। त्यसैले म अनुरोध गर्न चाहन्छु, जेनजीहरू भ्रमित नहुनुहोस्, तपाईँहरू खुलेर बोल्नुहोस्, राजाको पक्षमा बोल्नुहोस्। मरिसकेका संविधानको कानुन लगाएर तपाईँहरूलाई समाउने चलखेल भइरहेछ। सुशीला कार्कीको सरकार विदेशी हस्तक्षेपको चपेटामा छ, भागेको दलहरूको चपेटामा छ। सुशीला कार्कीज्यूलाई म अनुरोध गर्न चाहन्छु, तपाईँलाई यही गणतान्त्रिक संविधान देखाएर, महाअभियोग लगाएर, सर्वस्व हरण गरेर तपाईँलाई यो गणतन्त्रले कति कन्त बिजोग बनायो। आज यही गणतन्त्रको कानुन देखाएर तपाईँ चाहिँ मेरो सरकारको उद्देश्य भनेको चुनाव गराउने मात्रै भन्नुहुन्छ। जेनजीहरूको सपनामाथि तपाईँले अपमान गर्नुभएको छ, अपमान बोल्नुभएको छ। जेनजीको सपना भनेको भ्रष्टाचार अन्त्य, भ्रष्टाचार अन्त्य गरेर राजा फर्काउनुपर्छ। राजा नफर्काएपछि भ्रष्टाचारीलाई कारवाही गर्न सकिँदैन। त्यस कारणले राजा फर्काउन चाहिँ सुशीला कार्की सरकारले यो संविधान फाल्नुपर्छ, जेनजीको सपना पुरा गर्नुपर्छ। होइन भने सुशीला कार्की सरकारले आजै राजीनामा दिनुपर्छ। आजै के काम सरकार? अघि एउटा अभियन्ताज्यूले भन्नुभयो दसैँ मनाउनु र तिहार मनाउनु मात्रै बनेको सरकार हो र यो। त्यस कारणले सुशीला कार्की सरकारलाई म अनुरोध गर्न चाहन्छु, गृहमन्त्रीज्यूलाई अनुरोध गर्न चाहन्छु, त्यो नारायणी दरबारमा लगाइएको निषेधित क्षेत्र तुरुन्त हटाइयोस्। हटाइएन भने हामी विद्रोह गरेर त्यो निषेधित क्षेत्र तोड्छौँ। 25 गतेको कार्यक्रममा नारायणी क्षेत्रको निषेधित क्षेत्र हामी तोड्नेछौँ। र सम्पूर्णलाई म अनुरोध गर्न चाहन्छु, 25 गते दिनको 12:30 बजे सामाकोसीमा भेला हौँ। शान्तिपूर्ण आन्दोलन हो, राष्ट्रिय झण्डा मुनिको आन्दोलन हो। अहिले जेनजीको आन्दोलन पनि राष्ट्रिय झण्डा मुनि भएको हो, कुनै पार्टीको झण्डा मुनि भएको होइन। राष्ट्रिय झण्डा मुनिको आन्दोलनमा सम्पूर्ण जेनजीहरूलाई म उपस्थितिको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। शान्तिपूर्ण आन्दोलन हामी नारायणी जान्छौँ र राजालाई पुनर्स्थापना गर्न त्यहाँ राजाले छोडेको श्रीपेज जनताको नासो, त्यो जनताले लिएर राजालाई आह्वान गर्नुपर्छ। हामीले नारायणीबाट हामी ज्ञानेन्द्र सरकारलाई आह्वान गर्नेछौँ।
देश बचाउनको लागि। सरकार मुर्दाबाद 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 लेले गन्जी खुकुरीले छप्काइदे लेले गन्जी खुकुरीले भ्रष्टाचारलाई छप्काइदे भ्रष्टाचार सरकार मुर्दाबाद मुर्दाबाद सरकार मुर्दाबाद 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 लेले गन्जी खुकुरीले भ्रष्टाचारलाई छप्काइदे लेले गन्जी खुकुरीले भ्रष्टाचारलाई छप्काइदे लेले गन्जी खुकुरीले भ्रष्टाचारलाई छप्काइदे भ्रष्टाचार सरकार मुर्दाबाद 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 लेले गन्जी खुकुरीले भ्रष्टाचारलाई छप्काइदे लेले गन्जी खुकुरीले भ्रष्टाचारलाई छप्काइदे Get